BBS students, welcome back to the channel. आज हामी फेरि युनिट 2 फाइनान्शियल स्टेटमेन्ट एनालाइसिसबाट अर्को क्वेशन सल्भ गर्न गइरहेका छौं। यो क्वेशन एकदमै इम्पोर्टेन्ट क्वेशन रहेको छ फ्रम द एक्जाम पोइन्ट अफ भ्यू। यस क्वेशनमा एउटा इनकम्प्लिट ब्यालेन्स शीट दिएको छ र केही एडिशनल इन्फर्मेसनहरु दिएको छ। आवर वर्क इज टु कम्प्लिट दिस ब्यालेन्स शीट। तपाई हेर्न सक्नुहुन्छ यस क्वेशनमा केही आइटम्सहरुको अमाउन्ट दिएको छ र केहीको दिएको छैन। हाम्रो पर्पस हो अमाउन्ट्स फिल अप गरेर ब्यालेन्स शीट कम्प्लिट गरिदिनु पर्ने। नाउ लेट्स स्टार्ट। अब यो क्वेशनमा चाहिँ के हुन्छ भन्दा स्टुडेन्ट्सहरु अड्किन्छन्। उनीहरुलाई कहाँबाट स्टार्ट गर्ने नै थाहा हुँदैन। सो म के भन्छु भन्दा जस्ट स्टार्ट, राइट डाउन, रफमा लेख्ने, फेयरमा लेख्ने, जस्ट स्टार्ट राइटिङ अनि तपाईहरुले सल्युसन आफै भेट्नुहुन्छ। मेरो एउटा थ्योरी पनि छ यस रिलेटेड। म के भन्छु भन्दा घरबाट निस्किनुस्, घरबाट निस्किनु भयो भने बल्ल बाटो भेटिन्छ। घरबाट निस्किनु नै भएन भने त बाटो नै भेटिदैन। हराएका त तिनीहरु छन् जो घरबाटै निस्किदैनन्। सो लेट्स स्टार्ट। अब सुरुमा चाहिँ हामी हेरौं हामी अब कुन साइडबाट थाल्ने भन्दा लेट्स स्टार्ट फ्रम द एसेट साइड। एसेट साइडबाट स्टार्ट गरौं। यु क्यान स्टार्ट फ्रम एनी साइड। तपाईहरुलाई जताबाट मन लाग्छ। वी विल स्टार्ट फ्रम द एसेट साइड। यहाँ समरी दिएको छ। लेट्स सी। सेल्स 18 लाख दिएको छ। ग्रॉस प्रॉफिट मार्जिन 25%, इन्भेन्टरी टर्नओभर रेशियो 6 डेज, डेज इन अ इयर 360 डेज, एवरेज कलेक्शन पीरियड 40 डेज, करेन्ट रेशियो 1.6 टाइम्स, टोटल एसेट्स टर्नओभर रेशियो 1.2 टाइम्स अनि टोटल डेब्ट रेशियो 60%। यसलाई टोटल डेब्ट टु एसेट रेशियो पनि भन्छ। अब यो कुनै कुनै किताबमा यसलाई चाहिँ टोटल लायबिलिटीज टु एसेट रेशियो भन्छ, व्हिच इज करेक्ट एक्चुअली। है त्यही करेक्ट हो। तर हाम्रो ट्यू को क्वेशनमा चाहिँ यो टोटल डेब्ट रेशियो भन्ने बित्तिकै वी हैव टु अन्डरस्ट्यान्ड दैट इट इज टकिङ अबाउट ऑल करेन्ट लायबिलिटीज प्लस लङ टर्म डेब्ट। अब लेट्स स्टार्ट। हामी चाहिँ पहिला अकाउन्ट रिसिभेबल फाइन्ड आउट गर्न कोशिश गरौँ। हामीले रिलेभेन्ट इन्फर्मेसनहरु दिएको छ। सेल्स दिएको छ, डेज इन अ इयर दिएको छ, एवरेज कलेक्शन पीरियड दिएको छ। सो वी नो डेज सेल आउटस्ट्यान्डिङ DSO इज इक्वल टु डेज इन अ इयर इन्टु अकाउन्ट रिसिभेबल डिवाइडेड बाइ एनुअल क्रेडिट सेल्स। अब डेज इन अ इयर 360 भनेको छ क्वेशनले। अकाउन्ट रिसिभेबललाई अहिलेको लागि AR भनौं। AR डिवाइड बाइ एनुअल क्रेडिट सेल्स। अब यो क्वेशनले चाहिँ स्पेसिफाई गरिदिएको छैन क्रेडिट सेल्स कति छ भनेर, तर सेल्स भनेको छ। नाउ वी क्यान एज्युम दिस ऑल सेल्स इज क्रेडिट सेल्स। अरु केही विकल्प छैन, हामीले त्यो मान्नै पर्यो। 18 लाख, DSO 40 दिएको छ। देयरफोर यो सल्भ गर्दाखेरि हामी अकाउन्ट रिसिभेबल हेर्छौं रुपीज 2 लाख। त्यसपछि another one we will try to find out inventories. अब इन्भेन्ट्रीज फाइन्ड आउट गर्नको लागि चाहिँ हामीलाई इन्भेन्टरी टर्नओभर रेशियो दिएको छ 6 टाइम्स। यसबाट पक्कै पनि हामी इन्भेन्टरी फाइन्ड आउट गर्न सक्छौं। लेट्स सी। वी नो इन्भेन्टरी टर्नओभर रेशियो इज इक्वल टु इन्भेन्टरी टर्नओभर रेशियो 6 टाइम्स दिएको छ। कस्ट अफ गुड्स सोल्ड हामीलाई दिएको छैन। कस्ट अफ गुड्स सोल्ड हामीले दिएको छैन, तर त्यो फाइन्ड आउट गर्न सकिन्छ। हामीलाई के इन्फर्मेसनहरु दिएको छ। वी नो कस्ट अफ गुड्स सोल्ड भनेको सेल्स माइनस ग्रॉस प्रॉफिट हो डिवाइडेड बाइ इन्भेन्टरी और 6 इज इक्वल टु अब सेल्स 18 लाख माइनस ग्रॉस प्रॉफिट। ग्रॉस प्रॉफिट चाहिँ हामीले दिएको छैन, तर ग्रॉस प्रॉफिट मार्जिन चाहिँ हामीले दिएको छ 25%। सो वी नो 25% अफ सेल्स। सेल्स भनेको 18 लाख डिवाइडेड बाइ इन्भेन्टरी। सो यो सल्भ गर्दाखेरि हामी इन्भेन्टरी निकाल्छौं। देयरफोर इन्भेन्टरी इज इक्वल टु रुपीज 2,25,000। है इन्भेन्टरी हाम्रो 2,25,000 निस्क्यो। सो अब नेट फिक्स्ड एसेट्स हामीले फाइन्ड आउट गर्नु पर्यो। नेट फिक्स्ड एसेट्स फाइन्ड आउट गर्नको लागि चाहिँ यहाँ प्रोपर केही आधार चाहिँ मैले भेटिन डाइरेक्टली, तर यहाँ एउटा टोटल एसेट्स टर्नओभर रेशियो चाहिँ दिएको छ। टोटल एसेट्स टर्नओभर रेशियो चाहिँ हामीलाई टोटल एसेट्स टर्नओभर हामीलाई दिएको छ 1.2। हामीले के थाहा छ भन्दाखेरि टोटल एसेट्स टर्नओभरको फर्मुला हो सेल्स डिवाइडेड बाइ टोटल एसेट्स 1.2। हामीले सेल्स दिएको छ 18 लाख डिवाइडेड बाइ टोटल एसेट्स इक्वल टु 1.2। देयरफोर हामीले के निकाल्ने भन्दा टोटल एसेट्स इज इक्वल टु 15 लाख। सो हामीले एसेट साइडको अलमोस्ट सबै इन्फर्मेसनहरु निकालिसक्यौं। यहाँबाट तपाईले भेट्नुहुन्छ इन्भेन्टरीज हामीले
2,25,000 निकाल्यौं, अकाउन्ट रिसिभेबल हामीले 2 लाख निकाल्यौं र टोटल एसेट्स हामीले 15 लाख निकाल्यौं। सो यहाँबाट चाहिँ तपाईले अब नेट फिक्स एसेट्स निकाल्नु सक्नुहुन्छ। नेट फिक्स एसेट्स निकाल्नको लागि टोटल एसेट्स माइनस हामीलाई रिमेनिङ के छ अमाउन्ट्सहरु दिएको त्यो माइनस गर्ने बित्तिकै हाम्रो नेट फिक्स एसेट्स निस्किन्छ। अकाउन्ट रिसिभेबल माइनस इन्भेन्टरी, यो गर्ने बित्तिकै टोटल एसेट्समा यो सबै माइनस गर्यो भने यो हाम्रो ब्यालेन्सिङ फिगर पनि हुन्छ। कति हुन्छ यो भन्दा 10,17,280। सो हाम्रो ब्यालेन्सिङ फिगर 10,17,280 नै नेट फिक्स एसेट्स हो। कति इजी छ है, एसेट साइड हामीले सबै क्याल्कुलेट गर्यौं। हामीलाई जस्ट फर्मुला चाहिँ याद हुनु पर्यो। नाउ लेट्स कम टु द लायबिलिटीज एन्ड स्टक होल्डर्स इक्विटी साइड। यसमा चाहिँ हामीलाई अकाउन्ट्स पेएबल दिएको छ 1,20,000, नोट्स पेएबल दिएको छैन, एक्रुअल्स दिएको छ। एक्रुअल्स भनेको लायबिलिटी साइडमा दिएको छ, त्यही भएर आउटस्ट्यान्डिङहरु 20,000, लङ टर्म डेब्ट हामीलाई दिएको छैन र स्टक होल्डर इक्विटी हामीलाई। पहिला त हामीले के बुझ्नुपर्छ भन्दा टोटल एसेट्स र टोटल लायबिलिटीज एन्ड स्टक होल्डर्स इक्विटी यहाँ यो र यो सेम हुन्छ, जहिले पनि इक्वल हुन्छ। इक्वल भएपछि चाहिँ हामीले यहाँ पनि 15 लाख लेख्न मिल्छ है। यो म लेखेर पनि देखाइदिन्छु। टोटल एसेट्स इज इक्वल टु टोटल स्टक होल्डर्स इक्विटी एन्ड लायबिलिटी। अब यो किन जहिले बराबर हुन्छ भन्दाखेरि स्टुडेन्ट्सहरुले थाहा पाउनु पर्ने विषय हो। किनभने कम्पनीले जे एसेट्सहरु होल्ड गरेको छ त्यसको सबैको सोर्स चाहिँ यो लायबिलिटीज अथवा स्टक होल्डर्सहरुको इक्विटी हो। यही सोर्सबाट चाहिँ एसेट्सहरु एक्वायर गरिएको छ, त्यही भएर चाहिँ दे आर अलवेज इक्वल। नाउ लेट्स कन्टिन्यू। हामीलाई नोट्स पेएबल र लङ टर्म डेब्ट निकाल्दियो भनेको छ लायबिलिटीज साइडमा। नाउ अब हामी नोट्स पेएबल निकाल्नुतिर लागौं। नोट्स पेएबल भनेको एउटा करेन्ट लायबिलिटीज हो। सो अब करेन्ट लायबिलिटीज निकाल्नको लागि चाहिँ हामीलाई के दिएको छ त, एउटा करेन्ट रेशियो भनेर हामीले यहाँ भेट्यौं। सो वी क्यान युज दैट रेशियो। करेन्ट रेशियो भनेको हामीले थाहा छ, करेन्ट रेशियो इज इक्वल टु करेन्ट एसेट्स बाइ करेन्ट लायबिलिटी। करेन्ट एसेट्सहरु क्याश, मार्केटेबल सिक्युरिटीज, अकाउन्ट रिसिभेबल र इन्भेन्टरीज हुन्। मैले यहाँ सबै जोडिदिए, डिवाइडेड बाइ करेन्ट लायबिलिटीज भनेको अकाउन्ट्स पेएबल, नोट्स पेएबल, एक्रुअल्स हुन्। हामीले दिएको छ 1,20,000 प्लस नोट्स पेएबल दिएको छैन, यसलाई मैले एनपी भने, प्लस एक्रुअल्स दिएको छ। सो यसलाई सल्भ गर्दा करेन्ट एसेट्स आउँछ 482720 डिवाइडेड बाइ करेन्ट लायबिलिटीज हामीले यहाँ टोटलमा दिएको छ 1,20,000 प्लस 20,000 प्लस नोट्स पेएबल, यो गर्दाखेरि 1,40,000 प्लस नोट्स पेएबल, यो 1.6 यहाँ तल ल्याए। देयरफोर मैले नोट्स पेएबल निकाले सिधै यो हुन्छ 161,700। यो मैले यहाँ लेखिदिए 161,700। सो नाउ यहाँबाट तपाईले सिधै अब ब्यालेन्सिङ फिगर निकाल्न सक्नुहुन्छ। 15 लाख यहाँ टोटलमा छ, यहाँ एउटा आइटम हामीसँग मिसिङ छ। सो यसबाट यो दिएको आइटम्सहरु हामीले माइनस गरिदियो भने ब्यालेन्सिङ फिगर आउँछ। यहाँ पनि ब्यालेन्सिङ फिगर गरेर देखाउन सकिन्छ अथवा यहाँ चाहिँ हामी सल्भ गरेर पनि देखाउन सक्छौं। लङ टर्म डेब्ट इज इक्वल टु 15 लाख माइनस 1,20,000 माइनस देयरफोर हाम्रो लङ टर्म डेब्ट आउँछ 15 लाख माइनस 1,20,000 माइनस 161,700 माइनस 20,000 माइनस 6 लाख, यो हुन्छ ₹598,300. We will put the balance here 598,300. Hence our balance sheet is complete. हाम्रो रिक्वायरमेन्ट फुलफिल भयो। यो क्वेशन एकदमै इम्पोर्टेन्ट क्वेशन हो, यसलाई धेरै पटक प्र्याक्टिस गर्नु होला। सो we complete our financial statement analysis chapter here. हामी अर्को क्लासमा अर्को च्याप्टरसँग डिल गर्नेछौँ। आजको लागि यति नै। थ्यांक यू। जय नेपाल।